0.7 मेरो पहिलाको यम थियो होइन। अब मैले अल्फाको ठाउँमा 0.1 चुज गरेँ। अब मैले सबै क्यालकुलेट गर्दा चाहिँ मेरो चाहिँ 1.7 आयो है। अब जम्प हेर्नु त कसरी जम्प गर्दैछ। अब 1.7 भनेको यहाँ हुन्छ है, यो 1.7 भयो। यो 1.7 को सिधा माथि भनेको कहाँनिर ठोकिन्छ, यहाँ हो 1.7 भनेको। हेर्नु यहाँनिर गएर जम्प गर्थ्यो क्या, यो कर्भले चाहिँ एकैचोटि स्वाटै यहाँ जम्प गर्थ्यो क्या है। अघि नै यसरी सानो सानो जम्प गरेर थियो, अब एकैचोटि यहाँ जम्प गर्दा, अब एकैचोटि जम्प गर्दा हेर्नु त लस त झन् अघिनको भन्दा नि बढी बढ्यो नि त। त्यही भएर अल्फाको भ्यालु चाहिँ हामीले एप्रोप्रिएट चुज गर्नुपर्छ। अल्फाको भ्यालु धेरै बढी राख्नु पनि हुँदैन, धेरै कम राख्नु पनि हुँदैन। धेरै बढी राख्यो भने ठुल्ठुलो जम्प लिन्छ, यसरी जम्प लिँदै जम्प लिँदै जम्प लिँदै जम्प लिँदै जान्छ, झन् ठुल्ठुलो जम्प लिइदिन्छ होइन। यो कुरा बुझ्नु पऱ्यो है। सानो धेरै सानो राख्दा भने अब स्मल स्मल स्टेप लिँदै जान्छ क्या। मैले एकदमै गरेँ 0.00001 राख्थेँ भने के हुन्छ, सानो सानो जम्प लिन्छ, यसरी 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 यो जम्प लिँदा लिँदै कहिले हुन्छ यो यहाँसम्म आउँदा एकदम टाइम लाग्छ है। अल्फाको भ्यालु भनेको हाम्रो जम्प हो। यो चाहिँ हामीले आफैले राख्ने हो है। यो चाहिँ हामीले यसलाई चाहिँ हाइपर प्यारामिटर भन्छ। हाइपर प्यारामिटर भनेको आफैले चाहिँ डिसाइड गर्ने हो के राख्ने भनेर। अरू चाहिँ आफै ट्रेन हुन्छ। जस्तै यमको भ्यालु चाहिँ आफै ट्रेन भइरहेछ होइन, यमको भ्यालु त आफै ट्रेन भइरहेछ नि त। यम वर्ल्ड आइरहेछ, अल्फा हामीले एउटा हालिदिन्छौँ, यो अटोमेटिक लस डेरिभेटिभ्स क्यालकुलेट हुन्छ। यो पोइन्टमा एउटा डेरिभेटिभ्स होला, यो पोइन्टमा एउटा स्लोप होला, यो पोइन्टमा अर्को स्लोप होला, यो पोइन्टमा अर्को स्लोप होला, अर्को स्लोप होला, घटेर आइरहेको छ। स्लोप क्यालकुलेट हुन्छ, घट्छ, स्लोप क्यालकुलेट हुन्छ, यो एम वर्ल्ड घट्दै एम न्यू आउँछ, फेरि यहाँ जान्छ होइन, क्यालकुलेट हुँदै 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 जान्छ। एक पोइन्टमा चाहिँ स्लोप अब नियर टु 0 हुन्छ, अनि त्यसपछि यो यम न्यू चाहिँ अपडेट हुँदैन। सो एमयु अपडेट हुँदैन। अनि त्यो अपडेट नभइसकेपछि किन अपडेट हुँदैन, किनभने स्लोपै 0 छ नि त। स्लोप स्लोप 0को नजिक छ, स्लोप 0 छ, त्यही भएर अपडेट हुँदैन। अब स्लोप 0 भएपछि के हुन्छ, त्यो स्लोप 0 भएको ठाउँमा त लस पनि एकदमै कम हुन्छ, हामीलाई थाहा छ। किनभने यहाँ स्लोप हेर्नु त, यहाँ स्लोप 0 छ, लस पनि कम छ। भनेपछि स्लोप 0 छ भन्नुको अर्थ यहाँनिर चाहिँ लस पनि कम छ, लस पनि 0 छ, 0को नजिक छ। भनेपछि मैले चाहिँ अब जुन एम चाहिँ मेरो आएको थियो त्यो एम चाहिँ बेस्ट हो, किनभने त्यहाँनिर स्लोप 0 छ भनेपछि त्यहाँनिर लस पनि 0 छ होइन, लस कम छ। मैले अघि नै हजुरलाई बुझाएको, लस जहाँनिर कम हुन्छ मैले त्यहीँनिरको लाइन चाहिने हो नि त होइन। 16,000 लाइन आएको थियो, 16,000 चाहिँ लस आएको थियो। अब जहाँनिर चाहिँ लसको भ्यालु 0 नजिकै हुन्छ त्यही लाइन चाहियो भन्थ्यो नि त। अब मेरो नयाँ एम भनेको कति भयो त, मेरो केसमा यहाँनिर 1.1 भयो। अब मैले 1.1 राखेर एउटा लाइन ड्र गरेँ भने चाहिँ त्यो चाहिँ स्ट्रेट यसको सबै लाइनको नजिकैबाट यसरी नजिकैबाट जाँदो रहेछ क्या है। अब नजिक त अहिले पनि नजिकै छ, बट अझै नजिकै जाँदो रहेछ है। सो ओभरअल हाम्रो चाहिँ यही नै हो लिनियर रिग्रेसन। सो लिनियर रिग्रेसनमा चाहिँ अब मैले एकचोटि समराइज गर्नुपर्दा चाहिँ हामीले चाहिँ कसरी काम हुन्छ भन्दाखेरि सुरुमा अब हामीले एउटा लाइन बनाउँछौँ, ड्र गर्छौँ, ग्रेडियन्ट डिसेन्ट